अब अहिलेको परिवेशमा मलाई लाग्छ पछिल्लो राजनीतिक अवस्था जे बन्यो तत्कालीन त्यो घटनाबाट जुन सरकार बन्यो यो संविधानको हिसाबले अलिकति ट्र्याक बाहिर गएर बनेको सरकार हो। यसमा अब हामी सबैजनाले स्वीकारेकै विषय छ। तर अब संविधानभन्दा ट्र्याक बाहिर गएको विषयलाई ट्र्याकमा ल्याउने विषय चाहिँ के हो त? जे भयो त्यो भइसके पछाडि अब समाजलाई थितिमा लिएर आउने, शान्तिमा लिएर आउने, समाजलाई प्रगतितर्फ लैजाने बाटो के हो त भन्नेतर्फ सबैले सोच्न जरुरी छ। र त्यो सोच्दै गर्दाखेरि चाहिँ अबको निकास भनेको सबैलाई, समाजलाई मत्थर पारेर, अब समाजमा भएका वातावरणहरू छन्, यी सबै कुरालाई मत्थर पारेर समाजमा फेरि विधिको शासन कायम गर्ने एउटा उपाय भनेको चाहिँ निर्वाचन नै हो। निर्वाचनबाट आएको सरकार चाहिँ वैधानिक हुन्छ र वैधानिक सरकारले जब समाजलाई सही ढङ्गले चलाउन थाल्छ त्यसपछि कानुनी शासन छ भन्ने कुरा सबैले अनुभूति गर्न सक्छन् भनेर नै हामीले निर्वाचन गराउनुपर्छ भन्ने कुरामा जोड दिइराखेका छौँ। र मलाई लाग्छ समाजमा भएका हरेक दल हुन् अथवा व्यक्ति हुन्, सबैले अबको निर्वाचन चाहिँ भयरहित ढङ्गले गराउनको लागि भूमिका खेल्नुपर्छ। समाजमा निर्वाचन भयो र वैधानिक सरकार आयो भनेदेखि तपाईँ हाम्रो समाज बन्ने हो। यदि निर्वाचन हुन सकेन भनेदेखि फेरि त्यसको कन्सिक्वेन्सेस पनि हामीले नै भोग्नुपर्छ। यही समाजको हामी अङ्ग हौँ, हामीले नै भोग्नुपर्छ। त्यसकारणले निर्वाचन चाहिँ भयरहित ढङ्गले गराउनुपर्छ भन्ने कुरामा हाम्रो जोड छ। त्यो सबैले बनाउनुपर्छ। अहिले अब सुरक्षा संयन्त्रले पनि आफ्नो ब्रिफिङ दिएको छ, दलहरूले पनि आफ्नो प्रतिबद्धता व्यक्त गर्नु भएको छ, समाज पनि एक हिसाबले निर्वाचनको लागि तयार हुँदै गएको जस्तो अवस्था चाहिँ छ। त्यो वातावरण बन्दै जाने क्रममा चाहिँ मलाई लाग्छ निर्वाचन चाहिँ अब समयमा सम्पन्न गर्नको लागि सबै हिसाबले तयार हुँदै गएको अवस्था चाहिँ छ, बन्दैछ। हामीले पटक पटक यो विषयमा सरकारसँग औपचारिक अनौपचारिक बैठकहरूमा सरकारले अघिल्ला आफ्ना यो सरकार बन्नुभन्दा अगाडिको परिवेशमा आफ्ना अभिव्यक्तिहरूमा रवि लामिछानेमाथि प्रतिशोध भयो भनेर उहाँहरू आफैले भन्नुभएको छ। अहिलेको सिटिङ मिनिस्टर 3 जनाले यो विषयमा आफ्नो स्पष्ट मत योभन्दा अगाडि राखिसक्नु भएको छ। अहिले सरकार बनिसकेपछि पनि यो विषयमा मत राखिसक्नु भएको छ। कहाँसम्म प्रतिशोध भयो त? प्रतिशोध कहाँसम्म भयो जस्तो लाग्छ? त्यो भएको हदसम्म चाहिँ सरकारले त्यसलाई सच्याउनुपर्छ भन्ने हाम्रो मत हो। हामीले त्यो विषय सरकारसँग राख्दै आइरहेका छौँ। प्रधानमन्त्रीले पनि यो विषयलाई पहिला भनिसक्नु भएको छ। पहिला चाहिँ प्रतिशोध लाग्थ्यो अनि अहिले चाहिँ प्रतिशोध लाग्छ कि लाग्दैन त भन्ने कुरा त प्रधानमन्त्रीले भन्नुपर्छ नि त। त्यो विषयमा हामी स्पष्ट छौँ। हामीले पटक पटक कुरा राखिरहेका छौँ र जहाँसम्म उहाँलाई प्रतिशोध लाग्छ, यो एकदम पातलो चाहिँ घेरा हुन्छ, एकदम पातलो घेरा हुन्छ। राजनीतिक प्रतिशोध भनेको अब कानुनी दृष्टिले त्यो विषय के हो भन्ने कुरा भन्नको लागि एकदमै पातलो घेरा हुन्छ। त्यसलाई चाहिँ मलाई लाग्छ सरकारले कुन विधिद्वारा अब त्यसलाई सच्याउने हो, सच्याउनेतिर चाहिँ सरकार लाग्नु